बन्धन विपछि तिनीहरूले रोके। तर यो पटक फरक छ साथीहरू। आयो यो पटक फरक छ, सेम डायलग। यो पटक म जिते भने सुन्नुहोस्, राम्ररी सुन्नुहोस्। 1 हरेक घरमा 24 घण्टा बिजुली। 2 साललाई उपज बिमा। 3 हरेक विद्यार्थीलाई शिक्षा। 4 हरेक युवालाई रोजगारी। अनि सुन्नुहोस् राम्ररी सुन्नुहोस्, नेपालमा रेल मार्ग हो, रेल मार्ग। नेपालमा पानी जहाज हो, पानी जहाज। पानी जहाज तर हाम्रो गाउँको त नदी नै सुकेछ नेताजी। अनि हेर्नुहोस्, नेपालमा डोजर नै डोजर चलेको देख्नुहुनेछ। विकासको डोजर, परिवर्तनको डोजर। नेताजी पानी जहाज चलाउन त पानी त ल्याइदिनुहोस् पहिला, हाम्रो धारा त 3 दिनदेखि सुकेछ। अनि रेल मार्ग त राम्रो, तर पहिला त्यो खाल्डो भरिएको सडक बनाइदिनुहोस् न नेताजी। नेताजी पानी जहाज भन्दा पहिला पिउने पानीको त व्यवस्था गरिदिनुहोस्। तिमीहरूले बुझ्दैन बाबु, विकास यस्तै हुन्छ, तर हामीले त ठुलो सोच्नुपर्छ। नेताजी एउटा प्रश्न सोध्न पाइन्छ? अवश्य बहिनी, लोकतन्त्रमा प्रश्न गर्नु अधिकार हो। धन्यवाद। पछिल्लो 5 वर्षमा तपाईँले यही जस्ता वाचाहरू गर्नुभएको थियो, तीमध्ये कतिवटा पुरा भयो? बहिनी त्यो जटिल प्रश्न हो। सरकारमा धेरै अवरोध थियो। ल नेताजीको जाने बेला भयो। ल धन्यवाद ल।